युवा साथीहरूले नेपाली कम्युनिस्ट पार्टीका संयोजक कमरेड प्रचण्डलाई स्वागत गरेका छन्। परिचय पात्र नेपालीहरूको अहिले कार्यक्रम जानमा कार्यालयमा पनि आउँदै सबैले चिनौँ। प्रचण्डको पालामा रवि लामिछाने जेल गरेनन्, रवि लामिछानेलाई गृहमन्त्री बनाए। प्रचण्डको पालामा देश विकास गरे, महानिदेशक बनाएर ज्यालो बनाए, कुराहरू बनाए। भए राम्रो भयो, सुरक्षित भएको महसुस भयो। भ्रष्टाचारको अन्त्यको लागि उहाँले भयो। प्रचण्ड बिना अहिले देश अन्धकारको अवस्थामा पुगिएको छ। देश कहाँ गएर ठोकियो यो थाहा छैन। त्यो अवस्थामा युवा साथीहरूले अहिले मन्त्री बाँडेका छन्, डाँडामा स्वागत गरेका छन्। अब भने युवा साथीहरूले बुझेछन् कि भन्ने लागिरहेको छ। साथीहरूले हजारौँ सङ्ख्यामा साथीहरू उपस्थित हुनुभएको छ। अहिले प्रचण्ड मञ्चमा जानु गइसकेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ। साथीहरू हेर्नुहोस् साथीहरू हेर्नुहोस् जवाफ हेर्नुहोस्, कति छन् मान्छे हेर्नुहोस्। सबै साथीहरू अन्य साथीहरू सही तरिकाले प्रचण्डको उपस्थिति भइसकेको साथीहरू कमरेड प्रचण्डसँग केही अन्तर्क्रिया कार्यक्रम सहित राई सल्लाहसहित अगाडि बढ्ने जबरका साथ जुटिरहेका छन्। प्रचण्डलाई नचिन्ने ठुलो भुल भयो भनेर साथीहरू हिँडिरहेको बेलामा प्रचण्डलाई यो स्वागत उपलब्धिमूलक मानिएको छ। अब छिट्टै प्रधानमन्त्री भएको हामी हेर्न चाहन्छौँ कमरेड प्रचण्डलाई। है साथीहरू